4 दिनपछि घरमा ड्याडीको एन्ट्री। हेलो हेलो नमस्ते, फेरि पनि स्वागत छ मेरो अर्को भिडियोमा। सन्चै हुनुहुन्छ सबैजना? म चाहिँ सन्चै छु। मलाई चाहिँ यो बिहान बिहान भ्यू देखाउनु त बानी नै बस्यो क्या हो। उठेर यो भ्यू नदेखेसम्म त सुखै छैन मलाई। आज चाहिँ कस्तो पानी पर्ला जस्तो थियो के मौसम। अनि आज चाहिँ त्यति धेरै घाम चाहिँ केही छैन, हल्का फुल्का थोरै थोरै घाम छ, त्यही हो। फेरि अलिअलि काम पनि त देखाउनु पऱ्यो नि होइन, भ्यू मात्रै देखाएर भएन। अनि फेरि म यता चिया पिउँदै हेर्दै बसिरहेको छु मौसम। अनि आज कता भन्नु होला, आज चाहिँ हामी बारीतिर मकै खानु। मकै खाने बेला भयो नि त यता खेतको, सो मकै खन्नतिर लाग्यौँ हामी चाहिँ। मकै पनि ठुलो ठुलो भइसकेछ है। अनि यतिकैमा चिया पनि आयो, चिया खाँदै गफ गर्दै। चम्चाले चिया को खान्छ? म खान्छु। फेरि चिया खाएर मकै खन्नतिर लाग्यौँ। अनि हामीले खाना पनि उही खाएको, 1 बजीसम्म खनेको, अनि खाना पनि खानै पर्यो होइन। कति रमाइलो लाग्छ यी साथीहरूसँग गफ गर्दै काम गर्न, मेन आन्टीहरूसँग। अनि तिमीहरू सानोमा यस्तो थियो भन्नुहुन्थ्यो क्या। अनि कस्तो थियौँ म भन्यो भने कति चकचक गर्थ्यो, कति हटाउँथ्यो, कति दुःखले पालेर हामीले तिमीहरूलाई भन्दै सुनाउनुहुन्थ्यो। र लाग्छ। अनि मलाई चाहिँ फेरि त्यही बेला फर्किन पाएँ भन्ने लाग्छ कि। मलाई जस्तो कसलाई लाग्छ भन्नु ल, अनि माया गरिदिनु होला। आजलाई यति नै।